नमस्ते साथीहरू, राधे राधे। आज चाहिँ यो नेपालबाट आएको कोसेली हो है। ल मैले खोल्छु है साथीहरू, के छ हेरौँ है। यसमा चाहिँ घिउ रहेछ है, यो अर्ग्यानिक घिउ हो है, नेपालबाट आएको भैँसी पालेर घरै बनाएको घिउ हो। मैले आउँदा नि मस्तै ल्याएको थिएँ, तर अझै सिद्धिएको होइन। अहिले फेरि पनि पठाइदिनु भएछ। यो चाहिँ पठाइदिने चाहिँ दिदी हो है, मेरो दिदी। अनि अरू के छ हेरौँ है। मसेप्रा, यो चाहिँ मसेप्रा हो है, हाम्रो भाषामा चाहिँ हामीले मसेप्रा भन्छौँ यसलाई। यति धेरै मसेप्रा है। अनि अरू यो चाहिँ के हो, यो चाहिँ अर्सा रोटी रहेछ ल। यो अर्सा रोटी रहेछ, यो चाहिँ अर्सा रोटी। अनि अरू पनि छ क्या सामान। आटो, नेपालको आटो खाने हो साथीहरू, मलाई चाहिँ एकदम मनपर्छ है आटो। अनि 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 यो चाहिँ के हो, भट्ट, यो चाहिँ भट्ट हो है साथीहरू। अनि अरू पनि छन्। मकै खाने हो, मकै भुटेर, भट्ट मकै भुटेर कतिको मनपर्छ साथीहरूलाई, यत्रो कोसेली। अनि यो चाहिँ गिठा, कतिको मनपर्छ यो गिठा साथीहरू, मलाई चाहिँ एकदम फेभरेट, माई फेभरेट। यति धेरै सामान ल्याउनु चाहिँ साथीहरू, यो चाहिँ मेरो दिदीले पठाइदिनु भएको। थ्याङ्क यू सो मच दिदी। लगायत भिनाजु पनि, यो कुटुरो पार्ने चाहिँ भिनाजु हो। यो चाहिँ यसमा घिउमा डब्बामा घिउ राख्ने पनि यो भिनाजु हो। दिदी भिनाजुलाई धेरै धेरै धन्यवाद। अनि यो चाहिँ लिएर आउने फेरि बाबु, दिदीको छोरा, तिमीलाई पनि धेरै धेरै धन्यवाद। अनि यहाँ चाहिँ मेरी छोरीले पठाइदिएको सामान है यो फेरि। के छ है, यो चाहिँ ब्लाउज हो है साथीहरू, कपडा हो मेरो होइन। अनि त्यसपछि यसमा चाहिँ औषधिहरू छ है साथीहरू, यसमा चाहिँ औषधिहरू छ मेरो। यो चाहिँ अब खोल्नु परेन होइन। कानमा लगाउने टप, यो चाहिँ मेरो दीक्षा छोरीले पठाइदिएको, दीक्षा सुरक्षा छोरीले पठाइदिएको होइन। यो औषधि चाहिँ आमाले, दिदीहरूले सबै किनेर पठाइदिएको मेरो होइन। यो चाहिँ आयुर्वेदिक औषधि हो होइन। धेरै धेरै धन्यवाद सम्पूर्णलाई, आमा, दिदी, छोरी अनि दिदी भिनाजु सम्पूर्णलाई धेरै धेरै धन्यवाद। मिठो माया सधैँ पाइराखौँ।